नमस्ते। मैले फेरि आज बच्चालाई स्तनपान सम्बन्धी हामीले केही जान्नै पर्ने कुराहरू छन्। ती कुराको बारेमा लिएर आएको छु। त्यसकारण सुरुदेखि अन्तसम्म कति स्किप नगरिकन हेर्नुहोला। पहिलो पटक जस्तो हाम्रो बच्चा जन्मियो, बच्चा जन्मिएको कम्तीमा 1 घन्टाभित्रै हामीले स्तनपान गराउनुपर्छ अथवा आमाले दुध बच्चालाई चुसाउने गर्नुपर्छ। अनि अर्को कुरा भनेको हामीले बच्चा जन्मेको 6 महिनासम्म आमाको दुध मात्रै चुसाउनु पर्छ। 6 महिना अगाडि हामीले कुनै पनि चिज खुवाउनु हुँदैन। तर आमाको दुधमा भिटामिन D3 को मात्रा कम हुने भएकोले हामीले बच्चा जन्मेको 1 वर्षसम्म भिटामिन D3 खुवाउन सक्छौँ। अनि हाम्रो बच्चालाई पर्याप्त मात्रामा दुध पुग्यो कि पुगेन भनेर हामीले कम्तीमा चाहिँ 24 घन्टामा 10 देखि 12 पटक दुध चुसाएको हुनुपर्छ र त्यो पर्याप्त भयो कि भएन भनेर हामीले थाहा पाउनलाई अथवा हाम्रो मापदण्ड 24 घन्टामा कम्तीमा 10 देखि 12 पटक दुध चुसायौँ अनि बच्चाले चाहिँ कम्तीमा 7-8 पटक 24 घन्टामा पिसाब फेर्छ कि फेर्दैन त्यो हेर्नुपर्छ। नत्र भने त्योभन्दा कमी भयो भने बच्चालाई चाहिँ पर्याप्त मात्रामा दुध पुगेको छैन भन्ने सङ्केत हुन्छ। यसरी हामीले पर्याप्त मात्रामा दुध चुसायौँ भने कुनै पनि पहिलो 6 महिनासम्म हामीले बच्चालाई दुध चुसायौँ भने रोग प्रतिरोधात्मक शक्ति पनि बढ्ने भयो, जसको कारणले विभिन्न सङ्क्रमण रोगहरूबाट टाढा रहने भयो। र 6 महिनासम्म हामीले आमाको दुध मात्रै पिलाउनु पर्छ। त्यो बाहेक हामीले अन्य चिजहरू दिँदो हुँदैन, पानी पनि दिँदो हुँदैन। 6 महिना पुगिसकेपछि हाम्रो बच्चालाई हामीले घरमा बनाएको लिटो जाउलोहरू हामीले बनाएर हामीले खुवाउन सक्छौँ।